मोरिङ्गाको क्याप्सुल बन्दैछ कान्छीको फ्याक्ट्रीमा आज। यो चाहिँ मेरो लागि हो, यो चाहिँ हामी बेच्दैनौँ। कान्छीको मोरिङ्गा पाउडर युज गरेर मैले क्याप्सुल कसरी बनाउँछु मोरिङ्गाको म हजुरहरूलाई देखाउँछु। है त मसँग क्याप्सुल मेकर छ। मसँग चाहिँ यहाँ 100वटा क्याप्सुल छ जसमा यसको क्याप अनि यसको बडी दुईटै अट्याच छ। अब चाहिँ मैले यो क्यापलाई चाहिँ यता एउटा सेपरेट प्लेटमा राख्छु अनि यसको बडीलाई चाहिँ यहाँ भित्र राख्छु। यो अब चाहिँ यो पाउडरलाई चाहिँ हामीले यहाँ माथिबाट हाल्छौँ। चाहिँ पाउडर हालेर यो रेडी भयो। अब यसलाई साइड लगाएर हामी चाहिँ क्याप लगाउनेतिर लाग्छ। यसलाई चाहिँ अब माथिबाट यसरी राख्ने अनि यो यसको अलाइनमेन्टमा भयो भने अब मजाले यसरी प्रेस गर्ने। यो क्याप्सुल रेडी हुन्छ। यति गरेपछि रेडी भयो क्याप्सुल। अब यसलाई चाहिँ म मजाले निकाल्छु। हजुरहरूलाई पनि मोरिङ्गा चाहिन्छ भने चाहिँ पाउडर फर्ममा अभाइलेबल छ। क्याप्सुल चाहिँ हामी बेच्दैनौँ। यो